हेलो कोनिचिवा कोनिचिवा हाय रोहन हेलो ब्रो यो चाहिँ दुईजनाको चाहिँ नसा हामी यहाँदेखि चाहिँ आफ्नो गन्तव्यतर्फ बिस्तारै बिस्तारै बढिरहेछौँ हामी कम के भन्छ हामी सी लेभलदेखि कम त कम 3देखि 4,000 फिट माथि छु क्या हामी यहाँदेखि हिँड्दा सास फुलेर भए पनि अब के हो 2 दिनको जिन्दगानी हो रमाइलो त हो गर्नै पर्छ रमाइलो हेर्न सकिन्छ यो पैदल यात्रा यहाँ हेर्न सकिन्छ चढाइ कि चढाइ छ अफरोडिङ छ बाइक चाहिँ डबल रोड जाँदैन भनेर आज चाहिँ खास गरी हामी जान चाहिँ कहाँ आँटेको भन्दाखेरि गुगल पोइन्ट यो भनेको इलामको वान अफ द फेमस प्लेस भनेर भन्ने गर्छ म चाहिँ थाकिसकेको छु पछाडि चाहिँ मोटीले किन बोलाइरहेछ मलाई थाहा भएन जे होस् हामी चाहिँ केटाहरू यहाँ छ पालो पिलो सबैको राई सुन्नु के राई छ भन्दा आजको एकदम रमाइलो छ हैन रमाइलो छ हैन इन्जोय गर्नुपर्छ केटा रोहन के छ भन्न आइपुगे त्यही ठुलो कुरो मेरो राई रोहनले आफ्नो ज्यान बचाइ आयो अझै झनै टिप्परको तल थियो रोहन आज सन्दर्भको चाहिँ भोलि बर्थडे हो त्यही स्पेसलमा आज उसले हामी सबैलाई ट्रिट दिँदैछ रोहन यो सन्दर्भ डोम भन्दाखेरि मायाले बोलाएको हो के भन्छ 2 शब्द हाल के भन्नु 12 बजेसम्म टाइम छ 1 बजे रहेछ के छ भन्छ एकदम खतरा छ आज रमाइलो हुँदैछ एकदम पालो पिलो सबैको राई दिँदैछु ल अब पछाडि हाम्रो गाइजहरू छ अब उसको राई सुन्नु हाम्रो मित्र सबिना के छ भन्दा आजको कोही कसो छ आज कसैले यहाँ धोका दियो अरे मोटी के छ भन्दा तेरो राई तिम्रो चाहिँ झक्कास छ यति चाहिँ थाहा छ है आफ्नो राई भन्ने हो आफ्नो राई मेरो एकदम ठिक छ हल्का डर पनि लागिरहेछ म के तेरो राई के छ भन्दा अनि त्यसको तेरो लागि दुःख लागिरहेछ आफ्नो म भ्लगमा भन्न मिल्दैन कि ए मकीलाई चाहिँ भोक लागेको अरे ठीक है हाम्रो टिका उर्फ बाङडाङ्गी भनेको वान अफ द ह्यान्डसम भनेर भन्दिनँ म एउटा भ्रम छ उसलाई आफ्नो भन्न दुई पट्टीमा भेट्छस् भाइ होइन आफ्नो आजको के छ भन्दा एउटा चिल छ होइन कमाएको छ आजको भन्दा के छ आजको के छ भन्दा आज केही छैन यहाँ सब खानेकुरा त सबै मेरो उसले चाहिँ स्न्याकहरू बोकिरहेछ के भन्छ जङ्क फुडहरू उसको ज्यान हेरेर भन्न सकिन्छ नि त जङ्क फुड एडिक्टेड हो नि अर्को यहाँ चाहिँ आज मसँग उरिसाइरहेछ हो यता हेर्नु अगाडि आफ्नो गाई त त्यहाँ मसँग नभए हाम्रो गाइजहरू गन्तव्यतर्फ बढिरहेछ अगाडि यिनीहरू सब यहाँदेखि चाहिँ लगभग सी लेभलदेखि 5,000 मिटर माथि छ क्या यो हेर्न सकिन्छ जिन्स लाएर आएको छ मोटी फ्याफ्या परिसकेको छ सायद सास नसुने पनि भैँसी जस्तो फ्याफ्या गरिरहेछ के भन्नु दादा मेरो लेभल भन्दा कम्ती छ अरे उसलाई चाहिँ केटाहरू माथि गइरहेछ यहाँदेखि चाहिँ यो हो र कुन बाटो हिँडिरहेछ यहाँ छ चोरहरू यहाँ छ यो बाटो चाहिँ नहिँड्नु पर्ने तर यो बाटो हिँडिरहेछ के हामी मात्रै 5 मिनट हिँडेको छु सब स्याहाँ भइसक्यो यो मा कसै के गर्नु यसलाई अस्तमा पेसेन्ट जस्तो हा गर्दैछ यो देखाइरहेछ स्ट्रङ छ कि तर भित्र कपडा लतपत भिजिसक्यो यसको पसिनाले अरू त्यसपछि चाहिँ हाम्रो एकदम आज चाहिँ 4 बजे बिहान सब यसको लागि त मनैबाट मेरो एकदम के भन्छ सम्मान छ क्या यति छिटो आएकोमा अरू केटाहरू चाहिँ अगाडि छ कस्तो लागिरहेछ 5 मिनट हिँडेर मलाई त एकदम सबिना थाकेको ए सदिसा खोइ हाम्रो यो हाम्रो सबभन्दा स्लिम फिट हुन्छ नि एकदम मान्छे यति छिटो हिँडिरहेछ यो टुई खरायो भन्दा स्पिड क्या सबभन्दा अगाडि हिँडेर आउने मान्छे यो अरू सब लोसेहरू पछाडि चाहिँ हेर्न सकिन्छ यो दुईजना चाहिँ के हो सँगै आउँछ यसको यिनीहरूको लजिक चाहिँ बुझिनँ म के हो कनेक्सन यिनीहरूलाई थाहा छ अरू यहाँ छ केटाहरू आउँदैछ त्यो फ्लाइङ किस मेरो लागि थिएन है फिल भइरहेछ केही छैन यिनीहरू पनि एकअर्काको जिउमा झुन्डेर नै आइरहेछ अघिसम्म केटाहरू चाहिँ पर छ हेऱ्यो भने अलिकति एक्टिभ स्ट्यामिना भएको त मै देखिन्छु जस्तो लाग्छ किनभने यिनीहरू त छैन यिनीहरू सब लोसे पोसे मान्छेहरू फेरि कन्फर्टमा बजाउँछ यिनीहरू छ यो त झन् लोसे यो त मर्नै आँटिसक्यो खोइ यसको त बाउलाई मैले भनिदिएको छु गाडी लिएर आउनु बाउ छोराको लास लग्नु भनेर अब के हुन्छ हेर्न पायो केटाहरू चाहिँ यहाँ छ हो टिका छ कि किन खुसी छ आज तर खुसी चाहिँ छ लास्टै खुसी छु यार अझै आधी छ प्रकृति के गुनासो थियो तेरो भन्नु के गुनासो थियो भन्नु यसले मलाई छुटायो के गुनासो थियो भाइ थाक्यो आफ्नो क्या आफ्नो कोही टक्दै भन्छ नि
अरू केही छैन मकी गुनासो के छ गुनासो के भन्नु यत्रो हिँड्नु परिरहेछ मैले मकीलाई हिँड्दै हिँड्दै परेछ गुनासो स्यासे भाइ गले यिनीहरू सब हाइब्रिड हो क्या यिनीहरू सक्दैन ब्रोइलर कुखुरा हुन्छ नि त्यही हो क्या हामी चाहिँ अब यहाँदेखि अगाडि बढ्दैछौँ यो दुईजना चाहिँ आइफोनको चक्करमा छ चाहिँ फाइनली यो गुगल पोइन्ट भन्दा तलको यो पोइन्टमा चाहिँ आइसक्यो सबजना यहाँ छ हामी चाहिँ केटाहरू यहाँ केटीहरू त अब जे केटीहरू त जे भयो भने नि आधी एक घन्टा अब फोटो खिच्ने सोच्ने अब केटाहरू एउटा खिच्छ सक्यो क्या केटाहरूको त्यही हो क्या भाइले बोला हामी चाहिँ एउटा फोटो खिचेपछि सक्यो सक्यो एउटा फोटो छ मेरो हैन बर्थडे भएर मात्र हो कि तारिक तानेर ठिकै छ मेरो नि एउटामा ओके यसले झन् नोकिया 3200 मा खिचेको गरे फोटो ऊ एउटा चाहिँ फोटो खिच्नु लाइनमा बसिरहेछ आयो आयो ओ अगाडि अगाडि ओ हिँड्नु अगाडि मेरो खुट्टा चिसो चिसो भइसक्यो जुका समातिसक्यो मलाई थाहा भइसक्यो छैन हाम्रो समातिसक्यो ल ल अगाडि ओ प्रकृति आइज छिटो यहाँ छ यो म चाहिँ यहाँ छु ल गाइज हामी अलमोस्ट चाहिँ त्यहाँदेखि चाहिँ तलको ठ्याक्कै बेस पोइन्टदेखि चाहिँ यहाँ हिँड्दा हिँड्दा आधी घन्टा भइसक्यो एउटा पोइन्ट त्यहाँ रहेछ एउटा गुगल पोइन्ट चाहिँ अब अलिकति पर छ अब हुँदा हुँदा जे होस् यो बर्खायाममा चाहिँ आउँदाखेरि चाहिँ जुका चाहिँ टन्नै टाँसिन्छ काम नपाएर यत्रो पर आइम हैन 3-4 ठाउँ जुका टाँस्छ हैरान खुट्टाभरि जुकै जुका छ यहाँबाट चाहिँ सबलाई चाहिँ जे होस् जुका चाहिँ सबलाई सबलाई टाँसेछ उसलाई पनि 4टा टाँसेको थियो क्यारे हुन मलाई पनि टाँसेछ अब म निकाल्छु म कन्टिन्यू जे होस् भ्लगिङ गर्न स्टार्ट गरेको फ्रम यर यहाँदेखि चाहिँ सिडी आइसक्यो यहाँदेखि चाहिँ बाटो बल्ल आइपुग्यौँ हामी जे होस् जति पनि आयो मलाई इङ्ग्लिस जे होस् मोटी भन्दा चाहिँ राम्रो छ यति चाहिँ म विश्वास गर्छु मेरो पनि राम्रो छ ठ्याक्कै नि फर्स्ट इयरको इक्जाममा नि ठ्याक्कै 8 आएको थियो यो मान्छेले मलाई इङ्ग्लिसको कफ हान्दैछ सेकेन्ड इयरमा झन् 4 लागेको छ के भन्नु सन्दर्भले चाहिँ बुक्दै गरेको हो अरूहरू यहाँ छ थाकेर छ खानु परेको अल्ताफ तँलाई आई लभ यु भनौ अल्ताफ आई लभ यु भनौ तँलाई ओ यहाँ छ अब यहाँ बना अब यहाँ छ नि त रियल म्यान भनेको यो हो नि त के गरौँ उसको ब्याग बोकेर पनि उसको मुटु बोक्न नसकेको पिडै पिडा छ यो भनेको डो यो चाहिँ गुगल पोइन्टै गाइडहरू यहाँ छ म चाहिँ यहाँ छु केही त भ्यू देखिँदैन इगल चाहिँ देखिँदैछ हामी यो चाहिँ कन्याममा आएको छु कन्याम भयो यो भन्छ घोडामाथि चढ्छु मैले देखेँ घोडामाथि गधा चाहिँ कहिले चढ्न मिल्दैन यो चाहिँ यसलाई थाहा हुनुपर्छ यहाँ चाहिँ केटाहरू यहाँ छ अरू चाहिँ यहाँ छ फाइनली हामी कन्यामको यो भयो माथिको अलिकति बादल आएर चाहिँ देखिँदैन यहाँको चाहिँ के छ भन्दाखेरि चाहिँ अलिकति युनिक के भन्नु कन्यामा चाहिँ हरेक 5-10 मिनटमा चाहिँ वेदर हुन्छ नि यहाँको क्लाइमेट चाहिँ चेन्ज हुन्छ अहिले भर्खर पानी पऱ्यो एकछिनमा घाम लाग्छ एकछिनमा शीत लाग्छ त्यही हो क्या यो चाहिँ कन्याम भ्यू पोइन्ट हो चाहिँ हेर है यस्तो हो हाम्रो पछाडि चाहिँ केटाहरू आउँदैछ आज त्यही हो त्यसले चाहिँ के गर्नु भन्छ ल है गाइस हामी चाहिँ के आवाज आउँछ ए हामी फाइनल्ली आफ्टर
hour of walk. 2 hours. Finally, now we are going towards the Kanya. base point. It's not a Kanya. We are going towards our base point. Okay. Actually, I got better maps than you. I think you were. Sorry, Max, doesn't matter. If you don't know how to speak English, better calm down. See. I know proper English. This is speaking same like the kids of class 2. Sorry, bro. I'm expert in You have done English the language. Alps. No. I'm not expert, but I will try my best. But he's Don't try to be expert, okay? Cause भाइ छाडा बोल्दैन see. Such a burger. What do you call? Illiterate. Bloody illiterate. I can't pronounce. What do you call? guys, right? ल गाइज आजको चाहिँ भ्लग हाम्रो स्टार्ट भयो केटाहरू चाहिँ हाम्रो अब यहाँदेखि चाहिँ पदयात्रा गर्न थालेको एकदम काम न बेकाम भएको मान्छेहरू पदयात्रा यो चाहिँ एकदम यो त काम लाग्दैन मान्छे माया यहाँ छ अब म चाहिँ यहाँ छु जहिलेको एज अलवेज क्यामेराम्यान केटाहरू चाहिँ यहाँ छ अगाडि सबिना र म यहाँ छु यहाँ छ ब्ल्याक एन्ड व्हाइट भन्ने त्यो जेब्रा कसरी देखिन्छ म चाहिँ यहाँ छु है मेरो फोन कस्तो दामी आउँछ